चाहिँ साथीहरु गाडीमा खाना बन्दैछ हैन टक्कै यता मासु हैन भात तयार भइसक्यो अनि मासुमा साग हाल्ने हैन बाबा अहिले चाहिँ हामी यति बेला छौं साथीहरु रसुवा धुन्चेमा हैन दामी ठाउँमा बसिरहेको छौं पार्किङ बबाल रहेछ है अब यहाँबाट स्याफ्रो बेसी चाहिँ हैन तपाईहरुको 14 किलोमिटर छ अनि त्यहाँबाट चाहिँ तपाईहरुको रोंगा भन्ने ठाउँ चाहिँ 4 किलोमिटर होला हैन गइरहेको ठाउँ हो मतलब भएन अनि आजको हाम्रो यात्रा चाहिँ यहीँसम्म भयो हैन हिजो चाहिँ हामी नुवाकोट आएको थियौं हैन बट्टार कि ढुङ्गे कि बान्द्रे भन्ने ठाउँमा आएर बसेका थियौं त्यहाँबाट हामी चाहिँ गाडी बनाउनु पर्ने थियो इन्जिन माउन्टेनको ह्याङ्गर गएछ हैन अनि त्यो बनाएर आउँदा आउँदा ढिलो भयो साथीहरु हैन बाटो चाहिँ राम्रै रहेछ एउटा मूलखर्क भन्ने ठाउँमा चाहिँ अलिकति बिग्रेको रहेछ नत्र भने बाटो एवान हो पहाडको बाटो बबाल छ हैन चाहिँ राति धुन्चेमा सुतेको थियौं हैन साथीहरु अनि बिहान गइल चाहिँ 6 बजिसक्यो हामीले यात्रामा निस्किसक्यौं हैन ब्याग लाएर अब अलि अँध्यारो छ हैन सरर जाँदैछौँ क्यामेरामा अँध्यारो देखिरहेको अब चाहिँ हामी स्याफ्रो बेसी गरेर भेट्नेछौँ है यस्तो छ है साथीहरु स्याफ्रोको बाटो चाहिँ हैन ढुङ्गा चाहिँ माथिबाट झरिरहेको रहेछ यता चाहिँ अझै धुन्चे देख्छ हैन 6 किलोमिटर आइसक्यो हामी चाहिँ अब यहाँबाट चाहिँ हेर्न सक्नुहुन्छ धुन्चे बजार हैन बाटो चाहिँ यस्तै छ साथीहरु सागुर हो जाडो छ है केटाकेटी हो 3टा ज्याकेट लाउनु परेछ हिजो चिसो छ केटाकेटी हो भन्न आउँछ ग भने त साथीहरु जाडो छ एकदमै हैन हजुरहरु पनि यता आउँदै हुनुहुन्छ भने एकदम बाक्लो बाक्लो ज्याकेट लाएर आउनु होला हैन एउटा नर्थ फेसको 100% डाउन प्रुफ ज्याकेट किन्नुपर्ने भयो केटा हो यसरी त हुँदैन त नि साथीहरु त्यहाँ अब हामी सामने पुरा आँट्यो 8 किलोमिटर लान्छ यहाँ धुन्चे 6 किलोमिटर धुन्चे 6 किलोमिटर भाडा उतै देखिरहेको हो अब हामी जाने त स्याफ्रो बेसी अगाडि गएको छ रंगा पहाड भ्यू हामी चाहिँ यति बेला छौँ सानो भार्खु भन्ने ठाउँमा अनि यहाँ हेर्नु न बाटो नागबेली बाटो होइन ट्याकलाएर अब हामी यहाँबाट यस्तो गरेर चाहिँ ओह्रालो झर्नु पर्ने हुन्छ होइन अनि उहाँ पर देखिएको बजार चाहिँ स्याफ्रो लाङटाङको ट्रेक स्टार्ट हुने ठाउँ त्यहाँबाट हो होइन अनि त्यहाँबाट हामी अझै अगाडि जानुपर्ने हुन्छ रोंगा भन्ने ठाउँ होइन त्यहाँको अब नन स्टप जान्छौँ तपाईँहरूलाई पनि यस्तो दामी भ्यू देखाइदिउँ न भनेर होइन आएको हो होइन साथीहरु अनि यस्तै नयाँ नयाँ भिडियोको हेर्नको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नु होला होइन सक्नुहुन्छ भने शेयर पनि गरिदिनु होला नत्र भने सब्सक्राइब मेरो लागि अमूल्य उपहार हुनेछ हैन यस्तै यात्राको हामी भिडियो निरन्तर ल्याउने छौं कहाँ गइन्छ हैन न्यू डे न्यू एडभेन्चर हो हाम्रो चाहिँ हैन गाडीमा एउटा स्टिकर टाँस्नु पर्ने अब चाहिँ बिस्तारै मिलाएर टाँस्नु पर्ने हुन्छ न्यू डे न्यू एडभेन्चर हैन जहाँ पनि गइदिने हो साथीहरु माल पाउनु पर्यो भाडा हुनु पर्यो एउटै रुटै छैन एउटै रुटमा हिँड्न मन लाग्दैन एउटै रुटमा हिँड्ने भए त नाइट बस चलाउनु गए भइहाल्यो नि साथीहरु त्यही भएर यस्तो हेर्नु डाँडा काँडा मामा सक्छ त सक्दैन नि फेरि त्यही भएर ट्रकमा हिँड्नुपर्छ है केटा हो घुम्न पाइन्छ मजाले बेलुका चाहिँ धुन्चेमा सुत्यौँ हामी बिहान चाहिँ हाम्रो यात्रा सुरु भइसक्यो यति बेला चाहिँ साथीहरु हामी रसुवा रोंगामा आइसक्यौँ हैन ट्याकलाएर लेमन टी दामी मौसम हैन अनि अस्ति नै रसुवा बगाको खोला चाहिँ यहाँ तल हो हैन अब देख्दैन रहेछ जालीबाट हैन अनि टिमुरे अस्ति नै त्यो रसुवा गढी नाका बगाको ठाउँ चाहिँ यो हो अब हामी चाहिँ यहाँ रोंगा भन्ने ठाउँसम्म आछौँ स्याफ्रो बेसीबाट 4 किलोमिटर छ कि 2 किलोमिटर होला धेरै पनि छैन त्यहाँ छौँ अनि हामीलाई धुन्चेबाट यहाँ आउन चाहिँ 1 घण्टा लाग्यो हिजो बेलुका चाहिँ हामी धुन्चेमा बसेका थियौँ हैन अब चाहिँ हाम्रो गाडी खाली हुन थालिसक्यो खाली हुने बित्तिकै हामी फर्किनु पर्ने हुन्छ हैन अब जाँदा त 3 घण्टामा पुग्ला 3-4 घण्टामा आउँदा 5 घण्टा लाग्यो लोड गाडी हुन्छ जाँदा 3.5 घण्टामा पुगिहाल्छ बडी जस्तो ओह्रालो चाहिँ यहाँबाट धुन्चेसम्म उकालो उकालो त्यहाँदेखिबाट उता त फेर्छ अनि फेरि ओह्रालो जस्तो राम्रो छ बाटो हैन ल है साथीहरु अब
तातो चिया खाँदा यस्तो मजा आइरहेको छ नि यहाँबाट तातो भइरहेको स्टाफ होटेलमा आएर हामीले चाहिँ चिया खाइसक्यौँ साथीहरू होइन। अनि हाम्रो माल झार्ने ठाउँ चाहिँ तपाईँहरूको यहीँनिर हो क्या। यहाँनिर छ हेर्नु रसुवा भोटेको सी हाइड्रो पावर प्लान्ट भनेर होइन। हामी आएको बाटो चाहिँ यो बाटो आएको। अब यहाँबाट स्याप्रोबेसी हुँदै जाने हो हामी चाहिँ। एकदम मजाले घाम निस्किन खोजिरहेको छ होइन। अनि यहाँबाट सिधै अगाडि जानुभयो भने चाहिँ तपाईँहरूको 16 किलोमिटरमा चाहिँ तपाईँहरू रसुवागढी बोर्डर पुग्न सक्नुहुन्छ होइन। इफ म गलत छुइनँ भने म जान चाहिँ गएको छु, तर मलाई एक्ज्याक्ट किलोमिटर थाहा भएन साथीहरू होइन। अब प्याच बोलिदिउँला 16 होइन यो होइन भनेर भन्नुभन्दा त्यही भएर सुरुमै भनिदिउँ न यहाँबाट जानुपर्ने हुन्छ सिधै होइन। अनि तपाईँहरूले कहिले पनि सान्जेन हाइड्रो भन्ने ठाउँको लोड गर्नुभयो भने चाहिँ यो पुलबाट जानुपर्ने हुन्छ एकदमै माथि होइन। बडा अप्ठ्यारो ठाउँ छ साथीहरू होइन। माल चाहिँ त्यताको लोड गर्नुभयो भने म्याक्सिमम 5 टन लोड गर्नु होला। त्योभन्दा बढी लिएर जानलाई गाह्रै पर्छ होइन। 6 चक्का गाडीमा 10 चक्के त चढिहाल्छ, तर यो माथि चाहिँ तपाईँहरूको चक्का बढी स्लिप हुने ठाउँ छ कि त्यही भएर। अनि पहाडको बाटो कस्तो हुन्छ फ्यास फ्यास 1 नम्बरमा जाँदा पनि आउँदा पनि। अब दाप्नेहरूले प्रोफेसनलहरूले चाहिँ दुई दाप्नुहुन्छ अरे, म चाहिँ सक्दिनँ। त्यही हो, नहुने कुरामा घमण्ड गरिँदैन होइन। बिस्तारै जाने एकमा गाडी हिट भएर बिजोक हुन्छ। अनि यहाँ गाडी चाहिँ हाम्रो खाली पनि आधी भइसक्यो। ओ माई गस, यो बाटो हुँदै जानुपर्ने है सान्जेन चाहिँ। अनि सुरुङ हेर्नु न त्यस्तो हुन्छ कति अनलोड चाहिँ ट्र्याक लाएर समयले चाहिँ फर्किने क्रममा होइन। अनि उहाँ दिदीहरूले चाहिँ आलु उहाँबाट नन स्टप ल्याउनु हुँदो रहेछ बोकेर यार, खतरा मान्छे। मैले चाहिँ सक्दैन साथीहरू यसरी बोक्नलाई होइन, किन भन्दा बानी छैन नि त। अनि यहाँ चाहिँ अब आलु लिएर अर्ग्यानिक आलु लिन लाग्यो। हिजो तपाईँ यतै बस्नुहुन्छ होला भनेर गइहाल्यो। अहिले हेर्दै आएको अर्ग्यानिक आलु खाने भए साथीहरू मेरो घरमा आउनु होला है।